हेलो दर्शन नमस्ते। कस्तो छ यहाँहरूलाई? आशा गर्छु हजुरहरू आरामै हुनुहुन्छ। अनि हाम्रो मुस्लिम धर्मावलम्बी दाजुभाइहरूको चाहिँ रमदान आइरहेको छ। उहाँहरूलाई रमदान करिम भन्न चाहन्छु होइन। अनि मैले चाहिँ आफूले सेल्फ कन्फिडेन्स बिल्डअप गर्नको लागि चाहिँ 30 डेको चाहिँ च्यालेन्ज गरेको छु। किनकि म आफूले मार्स फोबिया अनि एन्जाइटी ओभर थिङ्किङ होइन भए जस्तो अनुभव हुने, मान्छेको छेउमा गएर बोल्न नसक्ने भएको कारणले गर्दाखेरि मैले आफूलाई एउटा रुल्स बनाएँ होइन। नो एक्सक्युज नो स्किप। म अब यो समस्याबाट भाग्दिनँ, सामना गर्छु भनेर चाहिँ म अगाडि बढेको छु होइन। कन्फिडेन्स प्र्याक्टिसबाट बिल्डअप हुन्छ, लकबाट होइन। यदि हजुरहरू पनि त्यसरी नै डरले रोकिनु भएको छ, ओभर थिङ्किङले थिचिनु भएको छ भने देन स्टार्ट टुगेदर होइन, मिलेर अगाडि बढौँ होइन। एकअर्कालाई साथ सपोर्ट सहयोग गर्दै आफूले एकअर्कामा जानेको कुराहरूलाई सेयर गरौँ होइन। त्यो कुराहरूले चाहिँ तपाईँ हाम्रो चाहिँ सेल्फ कन्फिडेन्स बिल्डअप गर्नको लागि चाहिँ मद्दत गर्छ। किनकि मान्छे भनेको एउटा यस्तो प्राणी हो होइन, जो चेतनशील प्राणी हो। अनि हामीले एकअर्काको सहयोग गर्न हरेक चिजलाई हामी चेतनशील भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो सहयोगको महत्त्वपूर्ण भूमिका रहन्छ। त्यही भएर आउनुहोस् तपाईँहरू पनि मिलेर अगाडि बढौँ, म सँगसँगै आउनुहोस्, जोडियौँ भन्दै आजलाई चाहिँ म बिदा चाहन्छु। हस् त, स्टे ट्युन।